है साथीहरू, मेरो चाहिँ यो सेतो मुली काटेर मैले सुकाएको थिएँ हो। अब चाहिँ सुकिम सक्यो। अब चाहिँ अचार लाउने छु हो। अनि डल्ले खोर्सानीको पनि सिजन सक्यो अब चाहिँ। अनि यो चाहिँ मैले बजारको यस्तो यो लाम्चे खोर्सानी लिएर चाहिँ सुकाएको थिएँ है। धुइँदै पारेर काटेर चाहिँ यसरी लगाउँदैछु। कस्तो हुन्छ साथी हो अचार। यस्तो छ, मरमसला पनि ज्यादा छैन हो। थोरै पिसेको छु, जिरा, धनियाँ पाउडर, जिरा पाउडर, मरमसला चाहिँ थोरै थोरै लगाउँछु किनभने एकदम कम्ती। म चाहिँ अहिलेको लागि चाहिँ फिलहाल मार्केट बजार गइनँ हो, थोरै कम्ती रहेछ। कम्ती नै लगाउने अचारमा। तेल चाहिँ मैले तताएको हो मजाले, हातले मल्ने हो मजाले। साथी हो, मैले चाहिँ सेतो मुलीको अचार चाहिँ फर्स्ट टाइम लगाएको। हाम्रो बस्तीमा चाहिँ रातो मुला नै प्रशस्त मात्रामा पाउँछ हो। हामीले चाहिँ एकदम रातो मुला मात्रै छर्छ नि त। अनि अहिले चाहिँ तर सिजन होइन अब रातो मुलाको चाहिँ। अनि त्यही भएर चाहिँ सेतो मुलीको अचार लाउँदैछु हो। अनि डल्ले खोर्सानीको पनि सिजन छैन यति बेला। अनि यो बजारको खोर्सानी हो, यो लाम्चे खोर्सानी लिएर यसरी लगाउँदैछु। दामी भयो हो। मरमसला पनि मजाले गनायो। अनि अचारको तेल चाहिँ मैले जहिले पनि परमात्मा लगाउँछु हो। तोरीको तेल परमात्मा। अनि मजाले तताएर हो खराएर लगाउँछु। दामी भयो। ल साथी हो, मेरो चाहिँ बोतल चाहिँ अचारले चाहिँ राम्रो भरेन। मुला चाहिँ सुक्दा चाहिँ एकदम कम्ती भइगयो हो। खुल्ला खुल्लै हालिदिएँ।